Hello my dear friends. Today we will discuss about sputum. Sputum भन्नाले एक किसिमको हामी भन्छौं नर्मली चाहिँ थुक. हाम्रो मुखबाट चाहिँ थुकहरू एकदम एक्सेसिभ मात्रामा चाहिँ किन निस्किन्छ त? यो चाहिँ खासमा यसका कारणहरू चाहिँ एउटा हाम्रो पेरोटिड ग्ल्यान्ड्स भन्ने हुन्छ. त्यसले चाहिँ एक्सेसिभ मात्रामा जब थुक निकाल्न थाल्छ 50% जति चाहिँ यो पेरोटिड ग्ल्यान्ड्स ले नै निकाल्ने गर्छ. र त्यस्तो छैन भने पनि हामीहरुलाई अरु पनि हुन सक्छ. जस्तै हामीहरुले कुनै पनि किसिमको औषधिहरू प्रयोग गरिरहेका छौं र चुरोट खाने गरेका छौं भनेपछि त्यो त्यस्ता कारणहरू पनि हुन सक्छन्. र यस्ता हुँदाखेरि चाहिँ हामीहरुको शरीरमा कमजोरी पनि हुन सक्छ, पानीको मात्रा कमी हुन सक्छ, यस्ता कारणले पनि हुन सक्छन्. र यो थुकलाई चाहिँ कम गर्नलाई चाहिँ हामीहरुले के चाहिँ गर्नुपर्छ त? थुक कम निक्लिनलाई हामीहरुले सबभन्दा पहिले त पानीको मात्रा हामीहरुले एकदम धेरै मात्रामा खानु पर्यो है. त्यसपछि चाहिँ हामीहरुले चुरोट खाने गरेका छौं भने चुरोटलाई चाहिँ बन्द गर्नुपर्छ. र पेटमा के रे एसिडिटी छ भने पनि एसिडिटी सम्बन्धीको औषधिहरू पनि खाने हैन. र आफ्नो चिल्लो पिरो त्यस्ता किसिमका चीजहरू नखाने, बाहिरी चीज वस्तुहरू नखाने, काचो चीजहरू नखाने. र यसलाई चाहिँ मोस्टली चाहिँ हामीहरुले पानी धेरै खाने र मुखलाई चाहिँ कुल्ला गर्ने. कुल्ला कसरी गर्ने भनेपछि नुन र तातो पानीलाई मिक्स गरेर कुल्ला गर्ने. र मुख्यतया हामीहरुले अरु चाहिँ तुलसीको पातलाई पनि चपाउन सक्छौं. यस्तो यो किसिमको गर्दाखेरि तपाईहरुको चाहिँ थुक चाहिँ बन्द हुन सक्छ साथीहरु. आजलाई यति नै. नेक्स्ट टाइम फेरि अर्को कुनै कन्टेन्ट लिएर आउने छौं. हस्त नमस्ते.